गाइज ल वेलकम टु माई सेकेन्ड ब्लग। यो चाहिँ मेरो दोस्रो ब्लग। आज चाहिँ हामी रानी महलसम्मको टुर साथीको बर्थडेमा उता गएर क्याम्प फायर गर्ने भनेर आज सेकेन्ड ब्लग तान लगाएको। अहिले भर्खर घरबाट रेडी भएँ, त्यस्तो खासै रेडी त भएन, हल्का फुल्का मात्रै। सो अब म हिँडेको। मम्मी म चाहिँ गएँ ल। भोलि त बिहानै आइन्छ ल। अब यहाँ भर्खर म घरबाट हिँडेँ। यस्तो भयो एकदम केटाहरू त्यही सबै त्यही छन्, भाइहरू साथीहरू। यता यस्तै जाने, घरबाट भर्खर निस्केँ। अब अरू केटाहरू कहाँ रेडी भयो कि बसेन थाहै छैन। ल ल गाज ल भर्खर बाइकमा हिँड्यो ल। यता हाम्रो भुवन, यता हाम्रो ज्ञानबहादुर सोमै। केटाहरू पछाडि अहिले बाइकमा आउँछन्, अरू चाहिँ अगाडि गइसके। आज रानी महलको टुर क्याम्प फायरको लागि। यो मेरो भ्लगमा चाहिँ सबैले सब्सक्राइब, लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला है सबजनाले ल। अहिले रुद्रवेणीको तल्लो बजारमा के तेल राख्ने हो? के छ एकदम फोन गर न, मेरो ब्यालेन्स छैन क्या। रिचार्ज गर्न रिचार्ज पनि गरेन क्या। तल्लो बजारमा यसो रोकिँदै ल, घाटो बजारमा रुद्रवेणी पुलमा आइलगाइछ ल। रुद्रवेणी पुलमा त्यस्तै हो। यहाँ एउटा केटाले फेरि बोल्दी त शान्तिको बुढी हो भनौँ कि के भनौँ है। अब उसको आमाको नाम पनि त्यही छ। फेरि त्यहाँ आमासँग बापति ला भनेर विषय फेरि त्यसै चाहिँ उसले भन्न खोजेको उसले होला, त्यसले सुन्नु त रुम्ले होला। त्यहाँबाट पिट्छु मेरो आमासँग मेरो बापति लाने पनि पिट्छु। अहिले हामी बाटोमा सर र हामी चाहिँ अहिले उता बेनी भन्ने ठाउँमा आउन लाग्यो। भाइलाई फोन नगर भनौँ फेरि चाडा बिर खाइदिएको हुन्छ। मैले खाइदिएको थिएँ त्यति बेला आयो। 2 किलो बोक्नु हाल्थ्यो, 2 किलो 1 पाउ फेरि पुरा हाल्थ्यो। सबै पुग्न खान्छ म मात्र हो। दुईजना हो क्या, 3जना हो। 2जना हो, राजु र भुवन मात्रै हो क्या। यो हाम्रो चाहिँ बेनी है, बेनी बजार क्याम्प फायर रानी महल। हाम्रो बेनी बजार पनि सक्यो यहाँ बाटोमा ट्राफिक ल भेट्ने हुन्थ्यो क्या। है रिडी है। अब यो रिडी थोरै यतापट्टि हामी सोलै धुलो
त्यही हिसाबले गाडी लगाइदियो चाहिँ हाम्रो रेडीको 3 मुखे पुल है अहिलेसम्म चिन्ता गरे मेरो त छ यो 3 मुखे पुल हामी अहिले चाहिँ रेडी अब रेडीबाट सर गइन्छ काम छ त्यहाँ 3 मुखे अस्ति हामी त जङ्गलमा बसेको यहाँ कहाँ अरे उसको कहाँ दरो लुट्नु अस्ति हाम्रो होइन मैले अस्ति दरो लुट्नु हामीलाई त कामा पाइन्थ्यो अर्को फाइनली अहिले चाहिँ हामी रेडी आयौँ अर्को बिहान के त त्रिपल सिटसम्म ट्राफिक भेट्यो भने फेरि तनाव दिन्छ तेल हाल्ने हो तेल हाल्ने पर्दैन यताडिने तर हेरेर त्यो बाल हुन्छ हाल्दैन अहिले हामी रेडीबाट कटेर चाहिँ अब हामी रेडीको पुलमा अब रेडीको पुल तर्दै कता जाने यता जाने कि यता जाने रानीमै जाँदा जाने यता जाने यता जाने गइन्छ मान्छे नि चिनेको दुईले यता छिटो हुन्छ अझै त्यता छिटो हुन्छ अहिले हामी चाहिँ रेडी तरेर चाहिँ अहिले पाल्पा है रेडी पारिपट्टि पाल्पा सिमाना टक्क पारिपट्टि हाम्रो पुलको रेडी हामी पाल्पा ल ए थोप्रा कालो आयो थोप्रा सबै कालो आउने रहेछ ल अगाडि भइसक्यो गाइज ल अगाडि यता हाम्रो दिपेन दाइ र विष्णु पुरा या उसके अरे अपाची लिएर के पुरै ल हात हल्लाइदिउँ है हात हल्लाइदिउँ अहिले हामी अर्कोली पुग्यो है ल फाइनली गाइज हामी अहिले रानी मलमा आइयो है ल रानी मल ल फाइनली हामी रानी मल आइयो ल केटाहरू ल टक्क ल हेर केटा होला कहाँ पछाडि पछाडि हेर्ने अरे यता नहेरेर तिमीहरू के भन्नुहोस् ल केटा होला फोन गर केटा होला हाम्रो हरि फेरि कता कता हेर्दै हिँड्छ नि अरे नि फेरि अर्को राइडर खै फेरि उता 54 न यी रानीमल आइयो भर्खर है अब कता के गर्ने यस्तो प्लान गर्नु रानीमल यस्तो लगाइजलाई हेलो बर्थडे गयो त घन्टे कहाँ ल यहाँ हामीसँग रानीमलमा यसो टेन्टको व्यवस्था गरिदिए है अब यसो बल खेल्न पर्थ्यो भनेको नाइटमा टक्क भलिबल मलाई देखाएको के रमेश सेफलाई सेन्ड गर्नु पर्छ क्या मोबाइलमा चार्ज 20% जम्मा पावर ब्याङ्क छ त ल गाइस म चाहिँ रानीमला गर्मी भएर टी सर्ट काटिदिएको है थोरै त्यहाँ मासु बनाउँदै थिएँ गर्मी भएर मैले टी सर्ट काटिदिएको ल बर्थडेमा आज चाहिँ एउटा सरप्राइज ल है हाम्रो चाहिँ अब आजको रानीमलको क्याम्प फायरमा पुरा नाच्दै हाम्रो केटाहरू है रानीमलको अगाडि टक्क खाँदै रमाइलो गर्दै होइन ल खै त डान्स गरेको हाम्रो त्यहाँ बर्थडे बोय पनि छ नि त्यहाँ ओ ज्ञानबहादुर बर्थडेवाला गीत गाउनु बर्थडेवाला
के हो दारू हान्दै के हो दामी ल हुन्छ खोलेर हल्लाए नि हुन्छ खोलेर हल्लाए पनि हुन्छ खोल्नु न बर्थडे बोयलाई ल है टक्क लारी स्पेसल तरिकाले अझै हल्लाउनु टालेर भएन सकिन्न केटाहरूलाई एउटाले हान्दिरहेछ यसले हान्दिरहेछ सुरुमा वारेर अनि टप्प टाल्नु पर्छ के ल गाइज अहिले चाहिँ ठ्याक्कै भन्नु पर्दा चाहिँ ए रणबहादुर कहाँ हो हेलो गाइज यो चाहिँ भन्नुपर्दा चाहिँ रातिको अहिले ठ्याक्कै 1 बजेको छ है 1 बजे केटाहरूसँग खोलामा माछा मारिरहेको ढुङ्गा हान्दै केटाहरू चाहिँ बसिरहेछन् हामी चाहिँ यहाँ खोलामा राति ढुङ्गा हान्दै माछा मार्न कता लिएर हिँडिरहेको अरू केटाहरू चाहिँ मलाई यहाँ 2 जना यहाँ छन् यिनीहरूले चाहिँ मलाई राति कता माछा मार्न भनेर लिएर हिँडिरहेछ हाम्रो केशव भाइले र राजु भाइले माछा मार्न राति 1 बजे यत्रो ढुङ्गा उठाएको यसले ढुङ्गामाथि हान्न मुला हान्न मुजी ए रणमा त्यस्तो काम मर्छ भने के खै त पुरै पानीमा त धमिला थोप राति 1 बजे यसरी माछा मार्दै पनि कहाँ हुन्छ यार छोप्छ सौतल त्यो माछा हेर्नु चाहिँ गाइज कत्रो मारेको नि यहाँ मेरो हातमा छ है हान्यो माछा मारेको केटाहरूले हेर्ने कत्रो छ सकिन्न केटाहरूले माछा मारेको राति 1 बजे खोला लर हेर्दा यनी भरै सकिन्न केटाहरूलाई ए मार्न भयो अलि ठुलो कहाँ त्यत्रो मारेर हुन्छ त नि केटाहरू त नयाँ चप्पल कस्तो कुरा गर्छ नयाँ चप्पल अरे ढुङ्गामा हानेर हो के मार्ने मुला जस्तै उयो त्यो ढुङ्गा छ नि त्यो हल्लिने ढुङ्गा त्यसमा त्यही माथि ढुङ्गामा ड्याममा हानेर बल्ल निस्किन्छ र माछा हामीले पोखरामा कति धेरै मारेर खै हो मुनि हान्न हो त हान्न ढुङ्गा टुपेर हान् त ल हान ल हो त्यो पादैन त्यो थालो मुला खै कता हो ए हान्छ बे खोइ त अनि मुला यस्तो धमिला अनि कहाँ भेटिन्छ हौ माछा नि माछा मारेको त्यो त किरा हो मुला भ्याग उतार न ढुङ्गा मुनि ढुङ्गामा हान्ने हो क्या जस्तो यहाँ थियो त अनि मुलाहरू केटाहरू यस्तो छन् बे राति 1 बजे रानी मल माछा मार्ने यसरी गडी देखाएर यस्तरी टाइममा चाहिँ राति 1 बजे हातमा त आँखा त माछा अझै छोपे ढुङ्गामाथि हान्न पर्छ कि मुलाहरू
ऊ त्यहाँ ऊ यहाँकै मुला हो ढुङ्गामा हान्ने ठुलो ढुङ्गामा हान्ने हो के कुन ढुङ्गा यो ढुङ्गा मैले उछिटाएर मार्ला ए रनमाया छि भिजायो यार धान चाहिँ ढुङ्गा मारेर पानीमा हानेर कहाँ मर्छ हौ चल त गङ्गटा छुपौँ के ओलेर खामला जाँटा गहटा हुन्छ मुला यहाँ गङ्गटा छ यी मेरो नयाँ मजा त्यस्तो पाइँदैन बोल्न खै त मासु खै त हामीले घर नानो कति मासु कहाँ त्यहाँ गहटा मुला पख म मेरो मजा झिकेर गोजा हाल्छु ऊ यहाँ उत्रे के हो त्यो उत्रे सेतो ए हैन्छ हौ पख ढुङ्गामा हान्न पर्छ के म यस्तो के मजा यसले मजा खाने भनेछ गोजीमा राख प्राय अब रेडी है माछा मार्नलाई रेडी छ यहाँ नयाँ चप्पल 350 मतलब माछा मार्न त रेडी भयो माछा मार्छ नि इ यत्रो माछा गति हेर कसले खाने यो माछा त्यही हो तैँले हतेला खाएर न हतेला खुबै ढुङ्गा निकाल्यो गहटा भन्छ यार खै यत्रो किचिरो माछालाई अब माछा भन्छ नि यार ए फर्किम औ लास्टबाट सुरु गरौँ लास्टबाट तलबाट भेट्यो केटाहरूले माछा मारेको यहाँ छेउमा यहाँ हेर्थे कति छ नकर मच्छरले टोको यस्तो धेरै छ है माछा हेर्दै कुलिङ दौडिरह त यी माछाहरू मछली 26 छोप्दछ नि पर्यो त्यस्तो धमिलाएर कहाँ भेट्छ हौ माछा यहाँ थियो देखेको थियो हो के हो रि यहाँ यत्ना पानी आएको त लामो अब त्यो तिम्रो बारेकै यो भ्यागु त छोप्ने हो यो खै कहाँको त्यो पनि भ्यागु यहाँ रहेछ यहाँ भ्यागु त त्यही छोप्ने हो ओ यहाँ छ मुला उहाँ दौड्यो तेरा देख्छ मुला छ्याप्ला चाहिँ फेरि मलाई छेप्दिन मलाई हल्का बिस्तार खान्छ गोटा खोज्नु उहाँ लास्टबाट खोज्दा हाम्रो लास्टबाट तिरैबाट जान्छ उहाँ त तिरैबाट ल अब हामी चाहिँ यहाँसम्म हेरौँ न पहिला कहाँ हिँड्ने यहाँ मुला भूतले मार्ला नि फेरि अब भूत के जाँड 1 बजे राति हामी भूत हो यहाँ त मकै पनि छ के यहाँ त मकै पनि छ त यार ओए धर्न लोटेको यार मेरो 350 को चप्पल जाने हो आज रानी मलाई आएको राजुलाई जुत्तैसँग तल फालिदिनु पर्छ के ऊ त छोप्दिनु ए नजान चिकनी कत्रो माछा गर्छ साला गुरु जाम ल तल जाम माथि कहाँ जाने मुजी माथि जानुहुन्न ए राजु जाऊ अब वहाँ तल अब काली गण्डेको तिरमा गएर यिनी त अड्के त तान्नी हो क्या तिमीलाई काली गण्डकीको बडी घाडको तान त्यसै आम फालेको ए त्यस्तो अब हामी चाहिँ अब कालीगण्डीको तिरमा जानु लाग्यो है अब फेरि तलबाट आउने भनेर तल माछा मार्न जाने भन्ने प्लान भयो यहाँ बियर पनि छ त के हो अरू भिडियो चाहिँ अब तल गएपछि डाइरेक्ट मैले भिडियो गर्छु त्यही हो हाम्रो केटाहरू चाहिँ यहाँ गफ गरेर राख्ने केटाहरूले केटा माछा मार्लै यार दुईटाले त कसरी मारे माछा मार्ने भएन माछा यहाँ छ त यत्रो ठुलो माछा छ त नि खाइदिने हो माछा सकिन्न हाम्रो दिपेन दाइले एउटा माछा सिधै डाइरेक्ट क्वाप्पै मुखा हालिदिनु भयो ल म निकालिदिन्छु है मुखा
त्यस्तो कहाँ हुन्छ त्यस्तो कहाँ हुन्छ त्यो मुख आएर राखेको माछामा सिधै निकालिदिने हो खाएको तेरो अगाडि तेरो माछा देखायो त शीतल हुन्छ क्या कला आउँछ कला हाम्रो बर्थडे भएको कला फेरि सकिन्न केटाहरूले पुरै बियर दिएर ठाडो गाडी हान्दै गर्छन् त के हो मेरो मैले भ्याइसकेँ अब अब फेरि माछा मार्न जानेको त्यहाँ अहिले बुढो भएर सोचिन्छ माछा मार्ने अब भनेको केटाहरू यहीँ बसेँ फेरि हेलो गाइज गुड मर्निङ बिहानको उसमा चाहिँ अब डक्क लागेर अब हामी घर फर्किनु लाग्यो आज बिहान बिहान केटाहरूले बिहान बिहान घर जाने अरे माधुर सुतहरू टिकटकरहरू भोसडी टिकटकरमा बाइक घुमाइरह अब घरतिर हिँड्न लाग्यो टाउको दुखिरहेको यार केटाहरूले रातभरि सुत्न दिएन यार म्याच चलेको यस्तो पनि यार